everyone, welcome to my new video. आज चाहिँ मेरो बर्थडे थियो, सो बर्थडेमा चाहिँ म यहाँ है सिन्चेल धाम आएको थियो नि त दर्शनको लागि। सो म र साथी आएको थियो है, र यो चाहिँ मन्दिरको मेन गेट हो। सो यहाँबाट भित्र जान सक्नुहुन्छ। र आजको दिन भन्दा चाहिँ एकदमै पानी पर्न जस्तो भएर यहाँ अगाडि अगाडि छ है। र यहाँको चाहिँ हेर्नुहोस् न, दामी छ, यो चाहिँ एकदमै दामी छ यो मन्दिर चाहिँ क्या। अब चाहिँ मन्दिरको दर्शन गरेर चाहिँ अब यहाँबाट चाहिँ मन्दिरबाट निस्किन आँटेको, तर यो जग्गा चाहिँ एकदम पिसफुल्ली छ है। सो अब हामी चाहिँ यहाँबाट निस्केर चाहिँ तपाईँको खरसाङ घुम्न जाने हो। सो अब खरसाङमा भेटौँ होला है। र म फाइनली अहिले चाहिँ यो खरसाङको फेमस जग्गा इगल क्र्याकमा आइसकेको छु है। र यहाँ चाहिँ मजाको रहेछ यो पार्क पनि, म पनि फर्स्ट टाइम आएको यो पार्कमा। यहाँ तपाईँको यहाँबाट चाहिँ एन्ट्री रहेछ है, भित्र जानु तपाईँको एकदम दामी देख्दो रहेछ भ्यूहरू चाहिँ तल सिलगढी हेर्नु है, मजाको थियो। र तपाईँको यो माथि चाहिँ एउटा दामी टपमा चाहिँ हावा गर्नु जस्तो रहेछ होइन। सो त्यहाँबाट चाहिँ भ्यूहरू एकदमै दामी देख्दो रहेछ नि त। सो अहिले चाहिँ म सिँढी चढ्दैछु, टपमा गएर तपाईँलाई देखाउनेछु है भ्यू। वाह हेर्नुहोस् न, एकदमै दामी सिलगढीहरू एकदमै दामी देख्दो रहेछ, 360 भ्यू होइन। सो यहाँ तलनिर देख्दै गरेको चाहिँ कुन चाहिँ प्लेस हो, सो कमेन्ट गर्नु होला रहेछ पार्क। यहाँ चाहिँ मेरो साथीले चाहिँ एकदम बाघमा चढेर चाहिँ हो राइड गर्दैछ। र हेर्नुहोस् न, डाइनोसरको रहेछ हो, यहाँ चाहिँ टावर रहेछ। चाहिँ म र साथी चाहिँ इगल ट्र्याकबाट निस्केर चाहिँ नयाँ बाटो रहेछ नि तपाईँको हनुमान टप भएर चाहिँ चिम्नी निस्किँदो रहेछ डाइरेक्ट होइन। सो हामी सोध्दै सोध्दै त्यहाँबाट जाँदै थियौँ। सो जाँदा जाँदा चाहिँ हामी माथि पुग्यो होइन। सो एकदमै दामी रहेछ यो जग्गा चाहिँ है, तपाईँहरू पनि घुम्नु आउनुहुन्छ भने यता घुम्नु आउनुहोस् है, दामी देख्दो रहेछ है। सो हामी चाहिँ माथि पुगेको थिएन। सो हेर्नुहोस् न, हाम्रो खरसाङ बजार यस्तो दामी देख्दो रहेछ यहाँबाट भ्यू चाहिँ है। र हेर्नुहोस् न, घाम पनि हल्का डुब्नु लागेको थियो, क्या मजा देखिरहेको थियो है। र है तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो, सो लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला है। सो बाई बाई, नेक्स्ट भिडियोमा फेरि भेटौँला।